Hello everyone and welcome back to the channel and I hope everyone is doing great. So guys, अहिले चाहिँ बिहानको बजिसक्यो 6 बजेर पनि अब 6:30 हुन आँट्यो हैन अन्त म चाहिँ जस्ट भर्खर उठ्दैछु अन्त यस्तो छ हाम्रो घरको भ्यू चाहिँ स्काई पनि एकदम क्लियर छ आकाश घाम लागिसकेको छ हाम्रो गाउँमा यहाँ छिटिरहेको छ घाम अन्त खर अब सब मुख धुन आँटेको सो यो चाहिँ हाम्रो रुम बनिँदैछ हाम्रो रुम यहाँनिर बनिँदैछ होइन यही सबै हाम्रो बाबाको स्टाइल बाबाको डिजाइन हो अन्त यस्तो छ सो आजको चाहिँ मेरो टास्क भनेको चाहिँ हो यो जग्गाहरू सबै सफा गर्ने अन्त मेनली चाहिँ यो वासरुम चाहिँ अब भर्खर त कामहरू सकेको थियो यस्तो पुरा मैला छ यो सबै सफा गर्नुपर्ने छ मेरो ड्युटी अन्त खिर्कीको ऐनाहरू पुस्नुपर्ने छ म्याटहरू धुनुपर्ने छ त्यस्तो के कामहरू अन्त अब त्यो खानासानाहरू त्यो त हाम्रो नर्मल हो खानालाई त काम चाहिँ सोच्नु भएन त्यो त अब के भन्नु पर्यो त्यो त नर्मल हो सो भर्खर उठेको म त्यस्तो जोस आएको छैन अन्त खै अब गएर म पानी खान्छु पानी ओ केबु भाइ ओ केबु भाइ उठिदेऊ न त अन्त लु हेर्नुहोस् बिरालोहरू चाहिँ हाम्रोमा कत्रो छ यो कत्रो छ यो कत्रो छ यो त झन् एकदमै सानो हो यत्रो टाउको छ तर जिउ कत्रो छ हेर्नुहोस् एकदम कोको यहाँ हाम्रो कोको महाराज बसिराख्नु भएको छ है हेर्नुहोस् यहाँ हाम्रो केवल महाराज अन्त बिहान अहिले बिहानको 7 बजिसक्यो अन्त यो बिहानको कफी अन्त यो भ्यू तर यस्तो नसुन कि भर्खर उठेर मतलब भर्खर मैले उठेर पनि दुईटा म्याट धोइसकेँ अन्त सिलिन्डर गाडीमा लोड गरेर पनि पठाइसकेँ आज सिलिन्डर भरेर आउँछ अब त्यो सिलगढीको शोर सराबा हल्ला गाडी ट्याक टु हाम्रो त झन् त्यहाँनिर त्यो ट्र्याक्टर खाली ट्र्याक्टर कुद्दाखेरि त झन् यस्तो घरै थर्काउला जस्तो गर्थ्यो तर यहाँनिर यो सुनसान शान्ति हरियाली हजुर खालि सुन्नु पाउँछ आमाले उज्जल भनेको सुन्नु पाइन्छ सो गाइज बहिनी भेटियो यहाँ भाइरल बहिनी यस हिजो सिन्टेक्स सफा गर्ने उहाँ नै हुनुहुन्थ्यो ऊ बहिनी चाहिँ हाम्रो उठ्नु त यो 5 बजीतिर उठेको होला पुरा काम गर्छ बिहान उठेर अहिले चाहिँ बिचरा भर्खर ब्रस गर्दैछ यहीँ सर त बिहानै उठेर काम गर्नुहुँदैछ सर बिजी काली निङ्ग्रो भन्ने तपाईँहरूले सुनेको हो भने चाहिँ यही होला अन्त यहाँ केवल जाँदैछ उयो गर्नु हो दाल यहाँ भिजिरहेको छ अब म चाहिँ यो पानी लगेर फ्लास्कमा भर्छु 2 फ्लास्क तातो पानी रेडी नै हुन्छ सो दोस्तो मैले मेरो औजारहरू यहाँ छानिसकेको छु अब होइन टक्कै अब कलिन लगाएर चाहिँ अब यस्तो ऐना पुसाइ हुन्छ कि कस्तो भन्नु यहाँ मनिष दा हिजो हल्का स्विमिङ सिकेर एकदम अहिले जोसिरहेको छ अब स्विमिङमा जानुको लागि हेलो गाइस अहिले चाहिँ म भिडियो गर्दैछु अन्त हाम्रो चाहिँ यहाँनिर साफसफाइ हुँदैछ कसरी साफसफाइ हुँदैछ भन्दाखेरि चाहिँ यसरी यहाँ अब उताको चाहिँ मैले एउटा खिर्की सकिसकेँ होइन उतापट्टि चाहिँ टक्कै अड्दो रहेछ नि हो यो नअटेको छ बेलालाई त्यसले हाम्रोमा सानो वाइपरको दुःख छ प्याज टमाटर हो अब निङ्गो पकाउँछु छुर्पी हालेर साउथमा आएर खिर्की भएको घर
सोध्नुभयो भने सबै यहाँ ल्याइदिन्छ गुगल म्याप्सले। किनभने गाइस घरको काम गर्दा गर्दा यहाँनिर हल्का अर्कै खालको काम परेर यहाँ अहिले जाँदैछ हामी। यहाँ म एक्लै जाँदैछु अहिले चाहिँ बलुवा लगेर यहीँ मुनिपट्टि यहाँ छेउमै हो तर बाटो चाहिँ अब हाम्रोतिर चाहिँ अफ रोड हो त्यही भएर 4x4 पिकअपहरू मात्रै चल्छ। सो जाँदैछु यहाँनिर झार्ने पनि यहाँ अर्कै खालको स्टाइल रहेछ त्यो पनि देखाइदिन्छु। अन्त त्यही हो पारा यस्तै छ। बाटो चाहिँ एकदमै खराब गाडीमा पनि पुरा फुल छ लोड बलुवाको लोड एक पिकअप बलुवा यस्तो छ बाटो 4x4 लागिरहेको छ 4x4 लोमा छ। डेन्जर छ गाइस डेन्जर। सो म चाहिँ घर आइपुगिसकेको छु। अन्त यहाँ मेरो ब्रेकफास्ट हुँदैछ अहिले 10 साढे 10 भइसकिसक्यो। अन्त अब फटाफट खाएर चाहिँ फेरि म र मनिष दा जानुपर्ने छ हामी कैँचले। सो गाइस अहिले चाहिँ हामी जाँदैछौँ कैँचले हो। हामी 3 भाइ छ है यहाँ मनिष दा र रोनिङ भाइ जाँदैछौँ हामी चाहिँ मनिष दाको घरको ग्रिल ल्याउनु गएको। मनिष दा चाहिँ अब लागेको हो सिलगढी होइन दसैँ मनाउँदैन अरे ऊ भाग्य गरे। सो गाइस यहीँ रोनिक भाइ अम्पो यही फोटोजेनिक भएको छ। पहिला चाहिँ यो भाइ यत्रो मोटे डल्लै खालि गिलो रोटी खान्थ्यो। अहिले चाहिँ यहाँ मनिष दाको यहाँ ग्रिल लोड हुँदैछ होइन। अन्त त्यही हो हामी 2 भाइ चाहिँ अब यतिकै आएको थियो हो। मनिष दा चाहिँ यहाँ एकदम सुट बुट लगाएर आएको छ उसको घरको ग्रिल नाप्नुको लागि। सो गाइस रोनिक भाइले गेम खेल्दैछ होइन। मनिष दा चाहिँ यहाँ सिलगढी जानु रेडी भइरहेको थियो। पानी पर्नु थाल्यो दिन एकदमै खराब बसिरहेको छ डेली। हिजोको हेरेनौ? सो भ्लग म बनाइरहेको छु तर मनिष दाले मेरो हेर्दैकै छैन। पर्छ अन्त युट्युबमा हिजोको हेर न खोलेर हेर दुईजनै। यस्तो त गरिदिन्छ गाइस यस्तो त गरिदिन्छ। हिजो चाहिँ स्विमिङ पुलमा पानी थिएन हामी जसो तसो खेल्यौँ। आज चाहिँ सायद पानी पनि भरिसकेको थियो होला। अन्त फेरि पानी पर्नु थाल्यो अन्त हामी बसिरहेको छौँ यतिकै टाइम किल गर्दै। यहाँ बिरालो पनि यहाँ छ ए म्याउ ए म्याउ ए हाम्रोमा चाहिँ यस्तो 3टा जस्तो बिरालो छ। सो गाइस बहिनी चाहिँ यहाँनिर फोन चलाउँदैछ। अन्त अघि लिएर आएको यहाँ ग्रिल फिटिङ हुँदैछ। पानी चाहिँ अहिले रह्यो अन्त फेरि क्लियर स्काइजहरू निक्लियो। फेरि भ्यू यस्तो छ अहिले खै कस्तो हुने हो। कोको महाराज यहाँ सुतिरहेको छ। अब एकछिनमा म यो इस्कुस बारीमा गएर 4टा जस्तो इस्कुस टिपेर ल्याउँछु। इस्कुस पाउनुपर्छ झन्डै लडे। केवल भाइ यहाँभित्र गेम खेल्दैछ। अन्त यस्तै छ अहिलेको दिन जाँदैछ एकदम यहाँनिर स्लो एन्ड स्टेडी जाँदैछ रिल्याक्स हुँदैछ। यस्तै छ बत्ती गएको थियो बत्ती आयो जाँदै आउँदै फेरि दिन यस्तो राम्रो भयो। अब अहिले इस्कुस मचानमा यहाँ बारीमा जाँदा म देखाउँछु। सो साथीहरू हामी चाहिँ अब जाँदैछौँ इस्कुसको बारीमा। इस्कुस मचानभित्र इस्कुसको बारी हेर्नुहोस्। यहाँ हामी जाँदैछौँ 4टा इस्कुस टिप्नु। तर इस्कुस छैन त बहिनी छिप्पेको इस्कुसहरू त तल छ होइन। यहाँबाट हेर्नुहोस् यस्तो छ। ऊ कोको महाराज चाहिँ यहाँ छ। ओए कोको ओ बच्चा के हो गएको तिमी? एउटा छिप्पेको छ होइन। कहाँ छ देखाइदिनु त। म अब इस्कुस टिप्न गइरहेको छु गाइस। एकदमै चिप्लो छ बाटो यहाँ कसरी टिप्नु हुँदैछ जो त टिप्नु घुमाउनु ल्याएको त साथीहरूलाई। म त हिँड्नु न अन्त तपाईँ आइज बोए आइज ल बच्चा आइज ल सो आइज बच्चा हिँड्नु न अल्झै पो बस्नुहुन्छ अल्झे छ क्या रे पछ्यो पानी नपरी। साथीहरू अहिले चाहिँ पानी परेकोले गर्दाखेरि चाहिँ एकदम
तपाईँको पज गरेर फेरि गरौँ पुरा मधुरो आयो गर्न त अन्त टाढोबाट हेर्दा चाहिँ छिप्पेको देख्छ होइन छेउमा के हो यस्तो सबै मालाको देख्छु अन्त हिजो के अस्ति टिपेको होला नि त नि यहाँ छ भयो होइन चारवटा इस्कुसको राम्रो छ गाइज यति हो गाइज यहीँ हाम्रो चाहिँ यहाँबाट हेर्नुहोस् गाइज तल आँखाले जहाँ भ्याइन्जेलसम्म स्कुलको मचान सबै हाम्रै हो उयो काठ लागेदेखि उता चाहिँ मृदुला मेरो हो अब हामी राखिदिएको अब हामी पकाउनु जाउँ इस्कुस हामी पकाउँछौँ सो गाइज अहिले चाहिँ अब इभिनिङ टाइम भइसक्यो अब अलमोस्ट अब 6 बज्न आँटिसक्यो होइन अन्त आज चाहिँ फेरि आमा बाबा कहिले जानुभएको थियो सो यहाँ आगो सागो बाल्ने केही सिन छैन अन्त सो आज चाहिँ छ मेन्युमा हाम्रो यो खासी मासुले गर्दाखेरि बिरालो यहाँनिर बौलिरहेछ होइन यो चाहिँ हो लोकल चिकन सो गाइस चिकन चाहिँ यसरी पाक्दैछ यो चाहिँ लोकल चिकन साथसाथमा म यहाँ युट्युब भिडियो हेर्दैछु यहाँ भात पाक्दैछ मासु पकाउँदाखेरि चाहिँ हाम्रोमा बिरालोहरूको यस्तो लाइन हुन्छ अझै एउटा आएको छैन अनि यहाँ दर्शकवृन्दहरू देख्न सक्नुहुन्छ सो गाइस आमा आइसक्नु भएको छ अन्त हामीले आगो बालेर एक कितली पानी तताइ पनि सक्यौँ हिँड्नु न लु जाउँ अन्त हजुरबालाई चाहिँ हामीले खाना दिइसकिसकेको छौँ हजुरबाको फ्लासमा मैले पानी हालिसकेको छु कोको महाराज अन्त अब हामी पनि खाना खाने हो चलो अन्त गाइस हाम्रो चाहिँ यो सेन्सर लाइट छ हो मान्छेहरूले चाहिँ आफै बोल्दो रहेछ आफै निप्छ होइन कान्छा ए बबी कान्छा को कान्छा सो गाइस हाम्रो चाहिँ डिनर पनि भइसकिसक्यो आज डिनरहरूको हामीले भिडियो बनाएन यिनीहरूले यहाँ खाँदैछ यहाँ हामीले खाइसकिसक्यो यो कराईमा अब यहाँ डगीहरूको लागि आमाले यसलाई बनाएर दिनुहुन्छ अन्त बाबा यहाँ हिसाब गर्नुमा त्यो भन्दै आज भिडियो बाइ बाइ टेक केयर स्टे सेफ एभ्रीवन एन्ड लाइक शेयर एन्ड सब्सक्राइब